morning everyone. Finally हामी चाहिँ समुद्रमा आइपुगेको छौँ हैन। आज चाहिँ बिचमा पौडी खेल्न आउने भनेर चाहिँ पौडी खेल्न चाहिँ आइपुगेको छौँ। यो चाहिँ समुद्रको बिच हो। आज चाहिँ मस्त पौडी खेलिन्छ यहाँनिर। र पौडी खेलेर चाहिँ जोस् रमाइलो गरिन्छ भनौँ न। अनि एकजना हाम्रो यहाँनिर चिनेको एकजना दाइको चाहिँ बर्थडे हो। बर्थडे मनाउनको लागि चाहिँ यता लिएर आएको। हामी चाहिँ यहाँनिर छौँ। यो चाहिँ हाम्रो बहिनी हो। हाम्रो बहिनी राम्री छ हैन। क्लाइन्ट हो। Say hello. Say hello. Hello. She is very beautiful. अहिले पछि म तपाईहरुलाई चाहिँ टक्क पौडी खेलेको चाहिँ भिडियोहरु देखाउँछु हैन। कस्तो हुन्छ। So this is a very nice place. I really loved it. So you can see the view. यही नै हो। बाँकी कुराहरु त छँदै छ नि। The place is very beautiful. The environment is very cool. I really like it. हामी चाहिँ यहाँ जाँदैछौँ। आज खानादेखि लिएर सबै कुरा चाहिँ पकाएर खाने हो। मेरो साथीले चाहिँ यहाँनिर चाहिँ यो सामानहरू बोक्दैछ। यसले चाहिँ यस जिन्दगीमा घुम्नुपर्छ है साथीभाइहरू चाहिँ। घुम्न चाहिँ पर्छ। काम मात्रै गरेर जिन्दगी बित्दैन। रमाइलो चाहिँ गर्नै पर्छ। इन्जोय गर्नुपर्छ। इन्जोयको साथ आफ्नो टाइम स्पेन्ड गर्नुपर्छ। यिनीहरूको भाषा मैले बुझ्दैन। के बोल्छ त्यो खासै बुझ्दिनँ क्या। म यिनीहरूको भाषै बुझ्दैन। अब के भन्ने एउटा भाषा बुझ्ने भए पो एउटा कुरा हुन्थ्यो त्यहाँ। भाषै बुझ्दैन। भाषा नबुझेपछि चाहिँ धेरै समस्याहरू चाहिँ आइपुग्छ। धेरै समस्याहरू आइपुग्छ। यस मलाई चाहिँ मन पर्यो। अब यहाँ चाहिँ मस्त पौडी खेलिन्छ। अस्तिदेखि मैले चाहिँ हाल्ने कोसिस गरेको थिएँ भिडियोहरू। तर म एकदम ट्रेनिङमा बिजी थिएँ र पढाइमा पनि व्यस्त थिएँ। त्यो बाहिर यसरी निस्किनै पाएको थिइनँ कि। आज बल्ल यसो घुम्न निस्केको। त्यही भएर बनाइहालौँ न भ्लग भनेर चाहिँ सुरु गरेको। Hello brother, how are you? Okay. Are you enjoying here in the beach? Yes. Enjoy talaga. So how was your camping all this week? 2 days lang ako dun. 2 days. Yeah. Because my work busy. Busy, you're very busy. Okay. To church and Bintis. Okay. Vlog. Hello fisherman. Fisherman, how many fish did you caught? Nothing? Yeah. You got a 6-pack, bro. Okay. This a night view there. It's okay. Actually, I want to have a video of you. Actually, not of the view. She is a girl from Philippines and she is so very beautiful. And her name is Mara. And look at her hairstyle. I really love her hair. It's so smooth and silky. Mara,
Dạ ơi. या भाइ That's Maris. म तपाईँहरूलाई हाम्रो भ्यू देखाउँदैछु This man is Clint from Filipino Pinoy. He is very pangit but good in heart. What? Yeah. You speak some words. Milan is pangit. Yeah, I'm pangit. You're so pangit than me. Yeah. That's true. Any few words of hate that you have in your heart, you just tell me right now. त्यही नै हो अब यस्तै हो रमाइलो गर्ने हो यो जाँठाहरूसँग बस्ने हो अब के भन्ने त यस्तै छ जिन्दगानी केटा हो नेपालमा मस्ती गरेर होला तिमीहरू मेरो मस्ती यता भइरहेछ अब यस्तै त हो के भन्ने र सो यतातिर आयो पौडी सौडी खेल्यो बस्यो यो त्यहाँको भ्यू चाहिँ बवाल लाग्यो मलाई यहाँ अगाडि आइल्यान्ड छ पुरै आइल्यान्डै हो भनौँ न